बिहा गरिकन चाहिँ फर्स्ट टाइम चाहिँ फाइनली आइपुग्नु भयो। केमा मन दुख्यो अरे? हाई एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई भिडियो। इट्स मी आङमाङ मिलन सेवाहरू भएर नमस्ते तपाईँहरू सबैजनालाई फेरि पनि आङमाङ मिलनको लाइफमा र आङमाङ मिलनको च्यानलमा वेलकम छ र आशा राख्दछु तपाईँहरू सबैजना सन्चै अनि सुविस्तै हुनुहुन्छ होला भनेर हामी पनि सन्चै अनि सुविस्तै छौँ। र आज चाहिँ हो सन्डे र अहिले चाहिँ भनेको म चाहिँ दिल्लीबाट आएकोदेखिको चाहिँ भ्लग गर्नु पाएकै थिएन। मेरो दिल्लीको भ्लगहरू हेरिदिनु भएकोमा, माया गरिदिनु भएकोमा, मम्मीलाई प्रे गरिदिनु भएकोमा तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद। अझै पनि प्रे गरिदिनुहोस् होला चाँडै हाम्रो मम्मी स्पिड रिकभरी होस् भनेर। र आज चाहिँ हो सन्डे 1 मे र आज चाहिँ 1 मे पो अरे 1 जुन। र आज चाहिँ के स्पेसल छ भने चाहिँ बिहानै भ्लग गर्दैछु भने चाहिँ आज चाहिँ फर्स्ट टाइम म बिहा गरिकन चाहिँ फर्स्ट टाइम चाहिँ दिदी, बेना, भाउजू, नानी अन्त रन्जना चाहिँ मम्मीलाई हेर्नु आउनुहुँदैछ। अन्त त्यहीको धमाधम चलिरहेको छ, पकाउने पकाइरहेको छ, खाने खाइरहेको छ, सफा गर्ने गरिरहेको छ हो। अन्त यहाँ चाहिँ यस्तै चलिरहेछ हाम्रो चाहिँ। अन्त यहाँ धमाधम धमाधम चलिरहेछ। यो चाहिँ हाम्रो खतरा किचन हो। हाम्रो हस्बेन्ड हुनुहुन्छ। को तपाईँ? कुन त? यहाँ चाहिँ हाम्रो ठुलो काकी हुनुहुन्छ। काकीको चाहिँ स्पेसल चिकन पाक्दैछ। बोल्नु पनि के आएको अन्त अब चाहिँ यस्तै छ जिन्दगानी दर्पण छ यहाँ। ओ यो लोवर किताम क्रस गरेर होइन हौ, लोवर कितामको बाटो क्रस गऱ्यो अरे भनेको। थाहा छैन, यहाँ फोन गरेकै छ मलाई। माथिल्लो बाटो आएको। फाइनली आइपुग्नु भयो म्याडमहरू। कता हाल्नु लगाएको? यता ए वेलकम छ युको घरमा सबैजनालाई। वेलकम वेलकम। खिचौँ भाइ नुगेन, फोटो खिचौँ। फोटो दामी फोन ताना न देखाइहाल्दो रहेछ नि त है। आम्बो हस्ते जान्छ पछाडि। भाइ भाइको इङ्या फोटो खिचौँ। फोटो दिनुहोस् यो ल पानी भयो। अब अगायो हैन उसले खाएको छ। आम्मा स्यामु युलाई सेवा गरे के यु कता ल ए बहिनी डाटा गर्दैको उसलाई चाहिँ केमा मन दुख भयो अरे रञ्जना भाइ? ओइ केमा मन दुख्यो अरे? बाई बाई फुपा, बाई बाई फुपासँग बाई बाई। साथीहरू अहिले चाहिँ अब यहाँ दिदी आइसा, स्याम्फुङ, भेना, तान्छमी, नियासा, रञ्जना दिदी यता माथिको घर गएको। घर चाहिँ ल्याङ भइरहेछ। अन्त आइसाको कोठा जान्छ फर्स्टमा म। अन्त हामी चाहिँ उक्कालो घर गएको हो। भाउजू नुगेन जही चाहिँ ऊ माथि पुगेर रोजन दादा चाहिँ माइजू त यस्तो स्पिड हिँड्छ कि जस्तो जग्गामा अन्त नानी बोकेर यस्तो स्पिड। यहाँ घर थियो, यहाँ घर चाहिँ भर्खर भत्काएको हो। अलिक जोगेर होइन है। यहाँ लड्नु भएको मम्मी अस्ति। यहाँ मेरो बाहुबली यता हेर त। बाहुबली यता हेर न छिटो। साउन्ड लाग्छ
बाबुले चाहिँ फुल यसरी म चाहिँ यसरी हो अब यहाँ चाहिँ रञ्जनाले फुल ल्याइदिएको छ गाड्नुको लागि हो यसो माथिबाट आउँदाखेरि चाहिँ रित्ते हात किन झर्नु भनेर हो सबैजना अगाडि छ यसरी हो अन्त हामी चाहिँ ऊ र म चाहिँ यसरी गएको अब दिदीहरू पनि मामखाले चाहिँ जान्छ मलाई छोडेर अरे भेना मलाई भेट्नको लागि अझै के अरे दिदीले रञ्जना आएन अरे हो हिजोको स्टोरी भनिदिउँ रञ्जना आएन अरे हो ए अघि बिहानको हिजो चाहिँ अन्त यसो अरे ओइ भोलि आउँदैछ हामी अरे कि मैले ला मलाई त थाहा छैन त को आउँदैछ भनेको कि ओइ सृजना छ्यामालाई नभन्ला मार्छ अब मलाई अरे सरप्राइजको लागि छ यसले भन्या हो र सरप्राइज दिउँ भनेको त एमएमएम थाहा थियो अरे ल मिलानलाई थिएन एमएम हो थाहा थियो ला मार्छ नभन्दे ल सृजना छ्यामाले सरप्राइज दिनु खोजेको होला माइजूले झन् मलाई अत्तालिँदै फोन गरेको थियो भन्दै थियो के भयो भुँडी दुखेर साह्रो पारिसक्यो मेरो चाहिँ फोन स्विच अफ एक दिन अगाडि होइन मेरो भेना पुरा लुटे भएछ हाम्रो घरमै बत्ती बिग्रेको थिएछ कि एक रात एक दिन चाहिँ हामी बिना बत्तीको बसेको हाम्रै घरमा गएको रहेछ अन्त सधैँ त पल्लो घरको हेरेर हेर्थ्यो त त्यो बास ठट्टाउनु पर्छ कि लो त्यही त बत्ती सबैकोमा छ मेरो भदैनी पनि लुते भएछ भदैनी यतै बसौँ ल फुप्पूसँगै ओइ बस्दैनस् बस्न छुट्टीमा हौ छुट्टीमा मेरै लुगा लगाउँछु बस्नु ल यता स्कुल पढ्न ल मसँगै बसेर ल बस्दैन ल किन नबस्ने म त गाडीमा चढी पनि जम्मा भइसक्यो मजाको निन्द्रामा पो उठ्यो त हौ निन्द्रा बिग्रिन्छ झगडा गर्नु नानी मिठा खानु ल नानीहरू सँगै किनभने त उतापट्टि मच्छीको झोलाहरू हाल्यो होइन पस्यो सानो मच्छीको झोलाहरू एकैचोटि हाल्यो लु बस त्यसो भए खिड्कीमा बस्ने भए उति हुँदै भेना ए मलाई भात बिस्तारै बस नानी बिस्तारै आरामले बस सेन्टो आरामले कुल भएर ल भयो कि दाइ ल हामी गयौँ ल बाइ बाइ ल बाइ बाइ टाढैबाट उकालो जानु हैन जान्छु नि हैन कुन बाटो जाने हामी बाइ बाइ माथि काम 5-6 बजे खुल्यो भने हामी यतैबाट जाँदा पनि भइहाल्छ पहिला त्यो कन्फर्म गरिहाल्नु नि उति पटबाट यो हैन अर्को जाला तल बस त आइज ल समर भ्याकेसनमा गाडी बजायो ल बाइ बाइ हुन्छ भइहाल्छ ल बाइ पाहुना गयो पर चप्पल छ भाउजूको चप्पल ल्याउ परै छोडी राखेछ नि त चप्पल चाहिँ